नमस्कार। नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम टिएमएसमा कोल्याट्रल लोड अब नेपाल पे क्युआर गेटवे क्युआरबाटै गर्न सकिन्छ। कनेक्ट आइपिएसमा अकाउन्ट रजिस्टर नभए पनि सबै ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनको मोबाइल ब्याङ्किङ एपमा वालेटबाट पनि स्क्यान गरेर पेमेन्ट गर्न सक्नुहुन्छ। आउनुहोस् यस भिडियो मार्फत कसरी गर्न सकिन्छ भनेर जानकारी लिनुहोस्। सर्वप्रथम आफ्नो टिएमएस खातामा युजर नेम र पासवर्ड राखेर लगइन गर्नुहोस्। ड्यासबोर्डको दायाँतिर भएको फन्ड म्यानेजमेन्ट चयन गर्नुहोस् र कोल्याट्रल म्यानेजमेन्टमा क्लिक गरी लोड कोल्याट्रल छान्नुहोस्। कनेक्ट आइपिएस मार्फत भुक्तानीका लागि सेलेक्ट ब्याङ्कमा क्लिक गर्नुहोस् र ड्रप डाउन मेन्युबाट कनेक्ट आइपिएस रोज्नुहोस्। आवश्यक विवरणहरू जस्तै अमाउन्ट र रिमार्क्स भर्नुहोस् र सबमिटमा क्लिक गर्नुहोस्। त्यसपछि कन्फर्म सबमिटको पपअप विन्डो देखिनेछ जसमा यसमा क्लिक गर्नुहोस्। स्क्रिनमा देखा पर्ने नेपाल पे क्युआरको क्युआर कोड स्क्यान गर्नुहोस् र भुक्तानी गर्नुहोस्। ब्रोकरलाई सफलतापूर्वक भुक्तानी गरेपछि तपाईँको टिएमएस ड्यासबोर्डमा भुक्तानीको विवरणहरू देखा पर्नेछन्।